आदरणीय दर्शकवृन्द, यहाँलाई हार्दिक स्वागत गर्दछु। म सागर। आज हामी एउटा त्यस्तो राजनीतिक दलको विषयमा संवाद गर्दैछौँ जसले आजसम्म निर्वाचन जितेको छैन, तर सडकमा रहेर जनताको हक अधिकारको आवाजलाई बुलन्द रूपमा उठाइराखेको छ, जसको निमित्त चुनाव जित्नुभन्दा बढी आफ्नो राजनीतिक सिद्धान्तलाई जनतामाझ पुर्याउनु उसको मुख्य उद्देश्य रहेको छ। सामान्यतया राजनीतिक दल भनेको राजनीतिक सत्ता प्राप्तिको निमित्त खोलिएका हुने गर्दछन्, तर एउटा दर्शनलाई स्थापित गरेर त्यो दर्शन अनुकूल समाज निर्माण गर्नको निमित्त अगाडि बढिराखेको एउटा दूरदर्शी राजनीतिक दलको बारेमा आज हामी चर्चा गर्न गइराखेका छौँ। हामीसँग हुनुहुन्छ मङ्गोल नेसनल अर्गनाइजेसनका सर्वोच्च सभा सदस्य चन्द्र बान्तवा। उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। धन्यवाद। आराम हुनुहुन्छ? आराम। मङ्गोल नेसनल अर्गनाइजेसन एउटा पृथक राजनीतिक यात्रामा अगाडि बढिराखेको छ। यो भन्दै गर्दाखेरि तपाईँहरूको सङ्गठन स्थापित भएको चाहिँ 37 वर्ष भइसक्यो। आजसम्म चाहिँ एउटा निर्वाचन पनि जित्नु भएको छैन। तथापि मङ्गोल नेसनल अर्गनाइजेसनको यो राजनीतिक यात्रा चाहिँ रोकिएको छैन। मङ्गोल नेसनल अर्गनाइजेसनको राजनीतिक उद्देश्य चाहिँ सत्ता प्राप्ति मात्र होइन भनेर तपाईँहरू भन्नुहुन्छ। राजनीतिक दलको निमित्त त सत्ता प्राप्ति महत्त्वपूर्ण होइन र? चुनाव जित्नु नै सम्पूर्ण लडाइँ जित्नु होइन। किन भन्दाखेरि मुख्य कुरो चाहिँ राजनीतिक दलले पुरा गर्नुपर्ने, उठाउनुपर्ने विषय भनेको जनताहरूको आवश्यकता, जनताहरूको अधिकार, अस्तित्वको कुराहरू चाहिँ उठाउनुपर्ने हुन्छ विशेष गरेर। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले चुनाव जित्नुको लागि चुनाव लडेको हो, तर चुनाव नजिते पनि आफ्नो एजेन्डाहरू, आफ्नो दर्शनहरू, सिद्धान्तहरू चाहिँ जनता समक्ष चाहिँ पुर्याउने कोसिस गरेको छ। किन भन्दाखेरि जनता जबसम्म सुशिक्षित हुँदैन, राजनीतिक रूपले सचेत हुँदैन, तबसम्म आमूल परिवर्तनको आकलन गर्न सकिँदैन, त्यो परिवर्तनको आशा गर्न सकिँदैन। त्यस कारणले पनि एमएनओको मुख्य उद्देश्य भनेको यहाँ 450 वर्षदेखि अन्धकारमा राखिएको यहाँको जनताहरूलाई चाहिँ राजनीतिक रूपले सचेत बनाउनु चाहिँ आफ्नो ठुलो जित सम्झन्छ। त्यस कारणले गर्दाखेरि चुनाव जित्नुभन्दा पहिला चाहिँ सम्पूर्ण नागरिकहरूलाई चाहिँ राजनीतिक सचेत बनाउनु चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको मुख्य उद्देश्य हो। जस्तो तपाईँको अहिले पछिल्लो राजनीतिक घटनाहरूलाई हेर्दाखेरि चाहिँ तत्कालै खोलिएका नयाँ भनिने राजनीतिक दलहरू जो निर्वाचन आयोगमा दल दर्ता भएको केही भनौँ कि 5 वर्ष पनि नपुग्दै उनीहरू सत्तामा पुग्ने, केही राजनीतिक दलहरू 1 वर्ष पनि नपुग्दै सत्तामा पुग्ने त्यो वातावरण, सदनभित्र आफू स्थापित हुने त्यो परिवेश नेपालभित्र निर्माण भइराखेको छ। एमएनओ चाहिँ 37 वर्षसम्म स्थापित हुँदाखेरि पनि चुनाव नजित्नुपर्ने कारण चाहिँ के? त्यो कारणहरू चाहिँ मुख्य कुरो चाहिँ यहाँको जनताहरूलाई चाहिँ कस्तो बनाइदिएको छ भन्दाखेरि एक किसिमको दल जस्तो बनाइदिएको छ, जसले चाहिँ अलिकति लोभ लालचामा फस्ने होइन, सानोतिनो के भन्छ लोभ लालचामै आफूलाई बिक्री गर्ने त्यो मानसिकतामा पुर्याइएको छ। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसन चुनाव नजितेको, तर अहिले जो चुनाव जितेर संसदमा प्रतिनिधित्व गरिरहेका दलहरू छ उनीहरूलाई त्यो दलको हैसियत दिलाउने, त्यो राजनीतिक एउटा हैसियत दिलाउने सङ्गठन अर्थात् नेता, प्रबुद्ध विचार भएको नेता अथवा सङ्गठन भनेको नै मङ्गोल नेसनल अर्गनाइजेसन र मङ्गोल नेसनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङ हो। उहाँले यदि लोकतन्त्रको विषयमा नबोलिदिनु भएको भए, लोकतन्त्रको पक्षमा नबोलिदिनु भएको भए, धर्मनिरपेक्षको लागि उहाँले नलडिदिनु भएको भए र प्रान्तीय संहिताको लागि उहाँले डटेर खटेर नलडिदिनु भएको भएदेखि आज त्यो अन्धकारमय राजनीति नै अहिले पनि हाबी भइराखेको हुन्थ्यो। त्यस कारणले गर्दा अहिले जसले चुनाव जितेर गएको छ उनीहरूले त्यो श्रेय, त्यो स्थान पाउनुमा पनि मङ्गोल नेसनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङज्यूको लडाइँले गर्दाखेरि हो। त्यस कारणले गर्दाखेरि एमएनओले चुनाव नजिते पनि आफ्नो सैद्धान्तिक लडाइँहरू चाहिँ हासिल गर्दै गइरहेको छ। यहाँनिर चाहिँ के छ भन्दाखेरि हिजो एउटा राजनीतिक अधिकारको लागि चाहिँ आफ्नो एउटा अको उच्चारण पनि गर्न नसक्ने जनताहरूलाई चाहिँ आज एउटा स्थानीय लेभलको चाहिँ प्रतिनिधि प्रमुखदेखि लिएर चाहिँ मुख्यमन्त्री होइन अनि संसदहरू मन्त्रीहरू बन्ने अवसर चाहिँ महामना डाक्टर गोपाल गुरुङज्यूले चाहिँ त्यो वातावरण बनाइदिनु भयो। त्यस कारणले गर्दाखेरि अहिले जसले जतिसुकै ठुलो कुरा गरे पनि त्यो सबैको श्रेय चाहिँ महामना डाक्टर गोपाल गुरुङलाई जान्छ। त्यस कारणले गर्दाखेरि हामीले चुनाव नजिते पनि जनताहरूको आवाजहरू चाहिँ अहिले सडकबाट चाहिँ सदनसम्म पुगिरहेको छ। त्यसको मुख्य श्रेय नै गोपाल गुरुङलाई। सत्ताको लोभ छैन? सत्ता
को लोपको लागि हामीले राजनीति गरेको होइन। हामीले त के त भन्दाखेरि यहाँ स्वतन्त्रता, समानता र भातृत्वको लागि चाहिँ लडाइँ लडेको हो। हाम्रो डाक्टर गोपाल गुरुङज्यूले उहाँको राजनीतिक लडाइँ भनेको नै आफू बन्नको लागि होइन, आउने पुस्तालाई चाहिँ शासक, मालिक, सचेत नागरिक होइन, मान्छे जस्तो भएर बाँच्नको लागि चाहिँ उहाँले लडिदिनु भएको थियो। त्यही कुरालाई चाहिँ हामीले फलो गरेका छौँ। त्यस कारणले गर्दाखेरि सत्ता थोरै सानो समयमा, छोटो समयमा चाहिँ सत्ताको स्वाद चाख्ने त्यो हाम्रो रणनीति होइन। आउने पुस्ताहरूलाई चाहिँ एकदमै सचेत नागरिक बनाउनको लागि आफ्नो देशप्रतिको जुन अभिभारा, आफ्नो दायित्वहरू चाहिँ होइन उनीहरूले चाहिँ अवगत गराउने, त्यो हाम्रो चाहिँ मुख्य उद्देश्य हो। तपाईँले जसरी राम्रो हिसाबले यसलाई व्याख्या विश्लेषण गरे पनि एउटा सामान्य नागरिक भएर तपाईँलाई प्रश्न गरियो भने चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले गरेको राजनीति चाहिँ एउटा समुदाय विशेष भयो। मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ एकल नस्लीय चिन्तन बोकेर राजनीति गर्यो, यस कारणले गर्दाखेरि चुनाव जित्न सकेन भनेर भन्ने प्रश्न चाहिँ तपाईँहरूलाई यति बेला तेर्सिन्छ कि के भन्नुहुन्छ? त्यो चाहिँ कस्तो भन्दाखेरि त्यो एक समयको कुरा थियो होइन। हिजोको विगतको राजनीतिक इतिहासलाई हेरेर त्यो अहिले जो व्याख्या र विश्लेषण भइरहेको छ त्यो एक हिसाबले उनीहरूको दृष्टिकोणबाट त्यो ठिकै हो। तर मङ्गोल नेसनल अर्गनाइजेसनले लडेको लडाइँ भनेको चाहिँ अब बृहत्तर नेपाली नागरिकहरूको हकित अस्तित्वको निम्ति चाहिँ लडेको लडाइँ हो। त्यस कारणले गर्दा त्यो बृहत्तर नेपालीहरूको, बृहत्तर नागरिकहरूको हक अधिकार, मानव अधिकारको लागि लड्दै गर्दाखेरि चाहिँ हामीले के त भन्दाखेरि सरकारको विरुद्धमा अर्थात् त्यो तत्कालीन व्यवस्थाको विरुद्धमा बोल्नु परेको थियो। तत्कालीन व्यवस्था भनेको चाहिँ कस्तो थियो भन्दाखेरि एकल नस्लीय चिन्तनबाट ग्रसित मान्छेहरूको झुन्ड होइन, मुठ्ठीभर मानिसहरूको झुन्डले चाहिँ बनेको त्यो एउटा संरचना थियो। उनीहरूले चाहिँ के गरेको थियो भन्दाखेरि आफू मात्रै बाँच्ने, आफू मात्रै खाने, अरू जेसुकै होस् अरूको चिन्ता नगर्ने, जनताको इच्छा चाहनाको कुरै अब त्यो नल्याउने, त्यस्तो भएको कारणले गर्दाखेरि त्यो बृहत्तर नागरिकहरूको चाहिँ हकित अस्तित्वको निम्ति लडाइँ लड्दाखेरि चाहिँ त्यो के त भन्दाखेरि एकल नस्लीय चिन्तन बोकेका शासकहरूको विरुद्धमा आवाज उठेको थियो। त्यसबेला को थियो त्यो शासकमा भन्दाखेरि एकल नस्लीय एउटा अनुहारको वर्णको मान्छेहरूले नै त्यो सबै कुरा चाहिँ घेरिएको थियो होइन। व्यवस्थापिका, न्यायपालिकादेखि लिएर चाहिँ सबै कुरो घेरिएको कारणले गर्दाखेरि उनीहरूको विरुद्धमा आवाज उठेको थियो। त्यो उनीहरूको विरुद्धमा आवाज उठेपछि मात्रै के त भन्दाखेरि उनीहरूलाई पनि एक किसिमको महसुस भयो कि हामीले त अन्याय गरेका रहेछौँ कि भन्ने हिसाबले चाहिँ उनीहरूले के गरे त भन्दाखेरि त्यस पछाडि जुन परिवर्तन आयो त्यो चाहिँ बृहत्तर नागरिकहरूको हकितको निम्ति आएको छ। त्यस कारणले त्यो हामीले त्यसरी आरोप लाए पनि त्यसलाई हामीले सहर्ष स्वीकार गर्छौँ। किन भन्दाखेरि हामीले बोलेको कुरा भनेको चाहिँ थोरै उसको लागि नभएर चाहिँ बृहत्तर नागरिकहरूको हकितको लागि बोलिएको थियो होइन। त्यस कारणले गर्दाखेरि त्यो आरोप लाउँछ, तर त्यो लडाइँले गर्दाखेरि आज बृहत्तर नागरिकहरूको चाहिँ एउटा बोल्ने अधिकार होइन, अब के अरे घुमफिर गर्ने अधिकारदेखि लिएर चाहिँ प्रेस स्वतन्त्रता सबै अहिले त प्राप्त भएको छ नि त। त्यस कारणले गर्दाखेरि त्यो उनीहरूले लाउने आरोप एकातिर छ, तर हाम्रो लडाइँ भनेको चाहिँ एकदम महान लडाइँ हो होइन। हामीले भनेको सम्पूर्ण नागरिकहरूलाई चाहिँ अधिकार सम्पन्न बनाउने लडाइँ हो। वर्तमान नेपालको राजनीतिक धरातलमा एमएनओले गरिराखेको राजनीतिलाई चाहिँ हामीले प्रश्न गऱ्यौँ भने चाहिँ हिजो एमएनओ नस्लीय चिन्तनमा आधारित राजनीति गरिराखेको थियो, आज चाहिँ समय अनुकूल यसलाई बदलेको छ भन्न सकिन्छ? अहिले त धेरै फराकिलो भएर आएको छ होइन। किन भन्दाखेरि त्यो जुन व्यवस्था ढलिसकेपछि भनेको होइन, जति बेला एकल नस्लीय चिन्तनबाट ग्रसित मान्छेहरूबाट चाहिँ शासन सत्ता सम्हालिएको थियो, त्यो व्यवस्थै ढलिसकेपछि भनेको चाहिँ अहिले चाहिँ के त भन्दाखेरि बिस्तारै सम्पूर्ण नागरिकहरूले चाहिँ आफ्नो अस्तित्व र अधिकारको निम्ति आवाज उठाउने ठाउँ पाएको छ। मङ्गोल नेसनल अर्गनाइजेसनले पनि त्यो कुरालाई चाहिँ अब के भन्छ अलिकति फराकिलो ढङ्गले चाहिँ हेरेर आइसकेको छ। अनि मङ्गोल नेसनल अर्गनाइजेसनको लडाइँ भनेको नै के छ भन्दाखेरि स्वतन्त्रता, समानता, भातृत्व भनेको चाहिँ के हो त भन्दाखेरि त्यो मङ्गोल नस्लको लागि मात्रै नभएर चाहिँ त्यो सम्पूर्ण नागरिकहरूको निम्ति, सम्पूर्ण मानवहरूको निम्ति भएको कारणले त्यो अहिले त फराकिलो भइसक्यो। एमएनओमाथि निषेधको राजनीति गर्छ एमएनओले भन्ने प्रश्न उठ्छ कि त्यो त उनीहरूको दृष्टिकोणबाट त्यस्तो हो। हाम्रो दृष्टिकोणबाट, हाम्रो व्याख्या विश्लेषणबाट, हाम्रो राजनीतिक धरातलबाट त्यो छैन होइन। किन भन्दाखेरि हामीले त सबै नस्लको सबै नागरिकहरूलाई चाहिँ समान रूपले अगाडि बढाउनुपर्छ होइन भनेर चाहिँ हामीले आफ्नो माग मुद्दाहरू चाहिँ अगाडि बढाइरहेका छौँ। जस्तो आफ्नो हक र अधिकारको आवाज उठाउनु त
त्यो लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको नेपाल, त्यहाँभित्र आफ्नो हक र अधिकारको कुरा उठाउनु त आफ्नो मौलिक अधिकारका विषयहरू होलान्। तर ती अधिकारका विषयहरू हुँदै गर्दाखेरि एउटा राजनैतिक दलले उठाउने माग र मुद्दा चाहिँ फेरि पनि जनताको जीविका पार्जनसँग जोडिएका विषयहरू होलान्। जनताको दैनिक जीवनीमा आइपर्ने समस्याहरू, ती समस्याहरूलाई ती राजनीतिक दलले कसरी सम्बोधन गर्छ भन्ने कुराहरू होलान्। जनताको दैनिक जीवनसँग जोडिएका घाँसपास, रोजीरोटी, रोजगारी, शिक्षा, स्वास्थ्यका विषयहरू होलान्। ती विषयहरूमा चाहिँ एमएनओले आजसम्म बोलेन, यस कारणले गर्दाखेरि एमएनओलाई निर्वाचित हुन सकेन भन्ने आकलन गरिन्छ। यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ? अब राजनीतिक दल भइसकेपछि चाहिँ जो पीडित छ होइन, त्यो पीडितहरूको मुक्तिको निम्ति, पीडितहरूको न्यायको निम्ति नै बोल्ने हो। तर मङ्गोल नेसनल अर्गनाइजेसनको त्यो महान दर्शनलाई, महान लडाइँलाई चाहिँ नबुझिदिँदाखेरि चाहिँ त्यो त्यस्तो खालको एक किसिमको भ्रमहरू सिर्जना गराइएको छ। तर मङ्गोल नेसनल अर्गनाइजेसनको त्यतातिरको लडाइँ होइन। मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ सबै मानवहरूलाई चाहिँ आफ्नो मौलिक अधिकार होइन, जो पीडितहरू छ, जो उत्पीडितहरू छ, उनीहरूको न्यायको निम्ति लडिएको छ। तर खालि मङ्गोलको कुरा उठायो भन्दैमा उसलाई चाहिँ आफ्नै तरिकाले चाहिँ त्यो आरोप लगाइराख्नु चाहिँ त्यो मनासिब देखिँदैन होइन। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले बुझ्नुपर्ने कुरो के हो त भन्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको लडाइँ भनेको चाहिँ त्यो मानव अधिकारको लडाइँ हो, स्वतन्त्रता, समानता, भातृत्वको लडाइँ हो, लोकतान्त्रिक समाजवादको लडाइँ हो। लोकतान्त्रिक समाजवादको लडाइँ भन्ने बित्तिकै सम्पूर्ण होइन कुराहरू चाहिँ अटाउँछ क्या त्यहाँनिर। घाँसबास, कपास होइन, सबै कुरो त्यो जो मानवहरूले पाउनुपर्ने अधिकारहरू चाहिँ सबै त्यहाँनिर अटाएर जान्छ होइन। त्यो फराकिलो विचारबाट चाहिँ सोचिदिनु पर्ने हुन्छ। त्यो सङ्कीर्ण नस्लीय सङ्कीर्ण सोचबाट चाहिँ त्यो दृष्टिकोणबाट चाहिँ एमएनओलाई हेरिनु भनेको चाहिँ त्यो हेर्नेहरूको चाहिँ त्यो गलत प्रचारबाजी मात्रै हो, एमएनओको त्यस्तो लडाइँ होइन। मङ्गोल नेसनल अर्गनाइजेसनको इतिहास हेर्दा चाहिँ एउटा विषम राजनीतिक परिवेशमा हुर्किएको राजनीतिक दल, पञ्चायतमा स्थापित भएर पञ्चायतमा सङ्घर्ष गरेर 18 वर्ष पछाडि दल दर्ता पाएर या भनौँ आजसम्म निर्वाचित नहुँदा पनि निरन्तर राजनीतिक सङ्घर्षमा छ। मङ्गोल नेसनल अर्गनाइजेसनभित्र एकदमै तपाईँको प्रौढ उमेरसम्म पुगेका दिग्गज राजनीतिक नेतृत्वहरू हुनुहुन्छ तपाईँको। उहाँहरूले गर्नुपर्ने त्याग, सङ्घर्ष र योगदान चाहिँ सङ्गठनलाई यहाँसम्म ल्याइ पुऱ्याउँदाखेरि उहाँको जिम्मेवारी, अभिभार चाहिँ हामीले हेर्दा पनि एउटा पुरा भयो होला भन्ने लाग्छ। तपाईँहरू सङ्गठनमा अहिले सक्रिय भएर लागिराख्नु भएको युवाहरू हुनुहुन्छ। तपाईँहरूको दर्शन र सिद्धान्तलाई डेलिभर गर्नको लागि त राजनीतिक सत्ता चाहियो, त्यसको निमित्त निर्वाचन जित्नु पर्यो। निर्वाचन जित्नको लागि जनताहरूको हक अधिकार, जनताका विषयहरूलाई उठाउनु पर्यो। त्यो उठाउने विषयमा र एमएनओलाई निर्वाचित गराउने विषयमा तपाईँ जस्तो मङ्गोल नेसनल अर्गनाइजेसनमा लागि परेका सक्रिय युवा नेतृत्वको भूमिका चाहिँ के रहन्छ? आउने लडाइँ मङ्गोल नेसनल अर्गनाइजेसनले जित्नको लागि होइन, हिजो जति अग्रजहरूले गरेर ल्याउनु भयो होइन, त्यो महान लडाइँ उहाँले जितेर ल्याउनु भएको छ। त्यो महान लडाइँलाई चाहिँ अबको पुस्ताले चाहिँ त्यसलाई सुरक्षित बनाएर त्यसलाई चाहिँ संरक्षण गरेर चाहिँ अब आउने पुस्ता, यो जुन चलिरहेको पुस्ताले चाहिँ आउने पुस्ताको लागि चाहिँ त्यो मार्गदर्शन गरेर जानुपर्ने हुन्छ, ताकि आउने पुस्ताले चाहिँ अहिलेको पुस्ताले लड्नुपर्ने लडाइँ चाहिँ लड्न नपरोस् भन्ने हिसाबले हो। त्यस कारणले गर्दाखेरि अब हामीले निर्वाचन जित्नको लागि चाहिँ सशक्त ढङ्गले चाहिँ हाम्रो माग मुद्दाहरू होइन, हाम्रो आवाजहरूलाई चाहिँ जनता समक्ष चाहिँ पुर्याउने कोसिसमा छौँ। त्यो चाहिँ हामीले त्यो सामान्य ढङ्गले होइन, लडतड ढङ्गले चाहिँ हामी जाने होइन। अब चाहिँ हामीले त्यो होइन मर्नु परे पनि मर्नको लागि तयार हुने होइन, जस्तो सुकै। किन भन्दाखेरि हामीले त बृहत्तर नागरिकहरूको आवाज उठाएका छौँ, उनीहरूको माग मुद्दाहरू उठाएका छौँ। त्यस कारणले गर्दा हामीले अब आफ्नो ज्यान समर्पण गर्न परे पनि पछि हट्नु हुँदैन होइन। किन भन्दाखेरि हामी पछि हट्यौँ भने आउने पुस्ता चाहिँ अन्धकार, उहाँहरूको भविष्य चाहिँ अन्धकार हुन्छ। त्यस कारणले पनि आउने पुस्ताको लागि चाहिँ अब यो जुन पुस्ताले चाहिँ एउटा त्याग, तपस्या होइन, बलिदान, समर्पण गर्नुपर्ने समय हो। त्यस कारणले गर्दाखेरि हामीले गर्नुपर्ने त्यो योगदानहरू, बलिदानहरूमा चाहिँ हामी किञ्चित पनि एकदम पछि हट्नेवाला छैन। हामी सशक्त ढङ्गले चाहिँ अगाडि लाग्नेछौँ। त्यो समसामयिक विषयमा चर्चा गरौँ। हजुर, यति बेला करिब 2/3 राजनीतिक दल सदनभित्र स्थापित छ। सरकारको 100 दिन पुरा भएको छ। हरेक राजनीतिक विश्लेषकहरूले, हरेक राजनीतिक व्यक्तिहरूले यो सरकारको 100 दिनको समीक्षा गर्दाखेरि केहीले आलोचना गर्छन्, केहीले यसको सकारात्मक पक्षको विषयलाई जोड दिन्छन्। तपाईँको आँखाबाट हेर्दाखेरि यो सरकारको यो 100 दिनलाई समीक्षा गर्दाखेरि चाहिँ के देख्नुहुन्छ? विश्लेषण गर्ने आफ्नो आफ्नो दृष्टिकोणहरू छ, तर
अहिलेको सरकार पनि के छ भन्दाखेरि त्यो कुनै पनि दर्शन र सिद्धान्तमा टेकेर हैन कुनै पनि दर्शनलाई अगाडि बढाएर चाहिँ त्यो सत्तामा पुगेको राजनीतिक दल होइन। उनीहरूसँग त्यस्तो बृहत्तर नागरिकहरूलाई मार्गदर्शन गर्ने त्यो मिसन भिजनै छैन। तर फाइदा चाहिँ के गरे, फाइदा चाहिँ कसरी लियो त भन्दाखेरि यो देशको एकदमै अचेत नागरिकहरूको होइन अब त्यो भावनात्मक सेन्टिमेन्टलहरू चाहिँ खिचेर है त्यो भावनात्मक कुराहरूलाई चाहिँ उनीहरूले चाहिँ आकलन गरेर त्यसको फाइदा लिएर चाहिँ उनीहरू सत्तामा पुगेको मात्रै हो। वास्तवमा जनताले चाहिँ साँच्चीकै रुचाएर होइन उनीहरूलाई पुर्याउनुपर्छ, उनीहरूले नै सबै कुरो गर्छ भन्ने हिसाबले भन्दा पनि उनीहरू भावनात्मक किसिमले चाहिँ आकर्षित भएर चाहिँ उनीहरूले सत्तामा पुर्याइएको हो। तर सत्तामा पुगे पनि उनीहरूले चाहिँ जनताको जुन भावनाहरूलाई चाहिँ बुझ्न सकेको छैन। जनताहरूले जुन एउटा आशा भरोसा गरेर चाहिँ होइन उनीहरूलाई भोट दिएर चाहिँ त्यहाँनिर पठाएको थियो, तर उनीहरूले त्यो पुरा गर्न सकेको छैन। किन भन्दाखेरि उनीहरूसँग मिसन भिजन नभएको कारणले गर्दाखेरि देश र जनताहरूलाई चाहिँ मार्गदर्शन गर्न त्यो एउटा मिसन भिजन चाहिन्छ, त्यो नभएको कारणले गर्दाखेरि उनीहरू अलमलमै देखिन्छ होइन, अलमली जस्तो देखिन्छ। त्यस कारणले गर्दाखेरि वास्तवमा उनीहरूले सत्ता हासिल गरे पनि जनताहरूको चाहिँ त्यो भावनालाई जित्न चाहिँ सकेको छैन होइन। मेरो विचारमा, मेरो दृष्टिकोणबाट त्यो देख्छु म। भूरान्तिक विषयलाई जोडौँ। हजुर, वर्तमान सम्माननीय प्रधानमन्त्री चाहिँ यति बेला चीनको भ्रमणमा जाने तयारी पनि सुनेको छ। हजुर, नेपालको यति बेला राजनीतिक विषयलाई हेर्दाखेरि नेपालको चाहिँ दुईटा छिमेकी देशसँगै होइन एउटा टाढाको भए पनि नेपालको भूरान्तिमा महत्त्वपूर्ण अर्थ राख्ने राष्ट्र अमेरिका, त्यस पछाडि भारत र चीनको यो तीनवटा देशहरूको राजनीतिक सङ्घर्षभित्र चाहिँ नेपालको भूरान्ति जोडिएको छ। यति बेला प्रधानमन्त्री चीन भ्रमणमा जाने तयारी हुँदै गर्दाखेरि यो विषयलाई चाहिँ नेपालको भूरान्तिक हिसाबले हेर्दाखेरि कति महत्त्व देख्नुहुन्छ? नेपालको राजनीतिक अवस्था उन्नत नहुनुको कारण नै के हो त भन्दाखेरि साम्राज्यवादी शक्तिहरूको चाहिँ कठपुतली बनेर होइन यहाँको सोझो सिधा जनताहरूको भावनालाई चाहिँ व्यापारको रूपमा चाहिँ उनीहरूले चाहिँ किनबेच गरेको कारणले, व्यापारी रूपमा चाहिँ खेलवाड गरेको कारणले गर्दाखेरि यो मुलुकको चाहिँ राजनीतिक भविष्य चाहिँ अन्धकारमय बनेको हो। र त्यसमा के छ त भन्दाखेरि साम्राज्यवादी शासकहरूको चाहिँ शक्तिहरूको चाहिँ कठपुतली बनेपछि चाहिँ के भयो त भन्दाखेरि यहाँको छिमेकी मुलुकहरूलाई चाहिँ व्यवस्था गर्ने, चिड्याउने होइन यहाँको राजनीतिक अवस्थालाई चाहिँ एकदमै त्यो किचलो बनाएर छिमेकी मुलुकहरूलाई चाहिँ टेन्सन दिने, छिमेकी मुलुकहरूको त्यो राजनीतिक ऊ पनि खिचिदिने, त्यो भएको कारणले गर्दाखेरि यो मुलुकको राजनीतिक अवस्था चाहिँ एकदमै धरापमा परेको हो। र जहिले पनि के हुन्थ्यो भन्दाखेरि अब नयाँ सरकार बनेपछि चाहिँ भारतमा भ्रमण जाने त्यो एउटा प्रथा थियो होइन, अथवा कुनै अरू देशमा जाने, चाइनालाई चाहिँ व्यवस्था गर्ने। तर अहिलेको सरकारले अब चाइनामा भ्रमण गर्ने के अहिलेको प्रधानमन्त्रीले चाहिँ चाइना भ्रमण गर्ने जुन रणनीति बनाएको छ त्यो त सकारात्मक मान्नुपर्ने हुन्छ। किनभने हामीले छिमेकी मुलुकहरूलाई चाहिँ चिड्याएर, छिमेकी मुलुकहरूलाई चाहिँ बेखुसी बनाएर चाहिँ हामीले हाम्रो भविष्य सुरक्षित हुन्छ भनेर चाहिँ त्यो सोच्नु हुँदैन। किनभने उनीहरूले चाहिँ एउटा 2/3 होइन बहुमतको नजिकमा सरकार बनाएको छ। त्यस कारणले बृहत्तर नागरिकहरूको चाहिँ भावनालाई चाहिँ बुझ्नुपर्ने हुन्छ। बृहत्तर नागरिकको भावना कोसँग जोडिएको छ भन्दा छिमेकी मुलुक जो चाहिँ एकदमै विशाल अर्थतन्त्र होइन, विशाल जनसङ्ख्या, विशाल भूगोल भएका मुलुकहरूको बिचमा एउटा सानो नेपाल छ। त्यो नेपालले चाहिँ 2 छिमेकी मुलुक जो चाहिँ ठुलो अर्थतन्त्र, ठुलो जनसङ्ख्या, ठुलो भूगोल बोकेको उनीहरूलाई चाहिँ त्यो चिड्याउनु हुँदैन, उनीहरूलाई चाहिँ दुखी बनाउनु हुँदैन। त्यो साम्राज्यवादी शक्तिहरूको आडमा त्यो छिमेकी मुलुकहरूलाई चिड्याउनु नै नेपालको चाहिँ भविष्य अन्धकार बन्नु हो। त्यस कारणले गर्दाखेरि अब वर्तमान प्रधानमन्त्रीले त्यसरी चाइना भ्रमण गर्छ भने त्यसलाई चाहिँ सकारात्मक नै लिनुपर्ने हुन्छ। तपाईँले भर्खर एकछिन सिद्धान्तलाई पास गर्नुभएको छ। तपाईँको यो जवाफलाई निष्कर्षमा लिएर तपाईँलाई प्रश्न सोधियो भने चाहिँ तपाईँले पास गर्नुभएको एकछिन सिद्धान्त चाहिँ नेपालको परराष्ट्र नीति अबको बन्नुपर्ने परराष्ट्र नीतिको मार्गनिर्देशन हो भनेर प्रश्न गरियो भने चाहिँ अहिलेसम्म मङ्गोल नेसनल अर्गनाइजेसनले यहाँको राजनीतिक परिवेशलाई चाहिँ मार्गदर्शन गर्दै लगेको छ होइन। अब हिजो लोकतन्त्रको पक्षमा, धर्मनिरपेक्षको पक्षमा, प्रान्तीय सरकारको पक्षमा एक वचन पनि बोल्न नसक्ने शासकहरूको अगाडि चाहिँ हाम्रो डाक्टर गोपाल गुरुङज्यूले चाहिँ उठाइदिनु भयो त्यो मुद्दाहरू। अनि अन्तिममा गएर अगाडि जति नै त्यो लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकारको विरोध गरे तापनि अन्तत्वगत आएर उनीहरूले त्यो कुरालाई चाहिँ स्वीकार गर्नु पर्यो बाध्य भएर।
त्यो एमएनओले देखाएको मङ्गोल नेसनल अर्गनाइजेसन संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङज्यूले देखाउनु भएको मार्गदर्शनमा नहिँडिकन त्यो सुखै भएन होइन, अन्तिममा त्यो हिँड्नै पर्यो। त्यसरी नै अहिले के त भन्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ एक चीन सिद्धान्तलाई चाहिँ अब त्यसलाई चाहिँ हामीले सपोर्ट गरेर जानुपर्छ, समर्थन गरेर जानुपर्ने हुन्छ भनेर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ त्यो मार्गदर्शन गराएको छ। त्यो त्यो यो अहिलेको सरकारले त्यसलाई नमानेसम्म चाहिँ के छ भन्छ भन्दाखेरि नेपालको भविष्य अन्धकार देखिन्छ। त्यो मान्नु नै के त भन्दा नेपालको उन्नति प्रगति चाहिँ त्यहाँनिर पनि छ। किन भन्दाखेरि छिमेकी मुलुकले पनि आफ्नो छिमेकीलाई चाहिँ उसले जहिले पनि अगाडि बढाउने, राम्रो बनाउने उनीहरूले सोच्छ। तर यहाँको भू राजनीतिले एक किसिमको त्यो परको साम्राज्यवादी शक्तिहरूको चाहिँ एउटा कठपुतली बनेर चाहिँ उनीहरूको विरुद्धमा चलखेल गर्यो भने के हुन्छ त भन्दाखेरि त्यो मुलुकको राजनीतिक भविष्य चाहिँ अन्धकारतर्फ चाहिँ जान्छ। त्यस कारणले एमएनओले चाहिँ मार्गदर्शन गरिदिएको छ। आज नभए पनि भोलि उसले स्वीकार गर्नुपर्ने हुन्छ त्यो एक चीन सिद्धान्तलाई। अन्तमा एमएनओले बनाउन खोजेको चाहेको नेपाली समाज चाहिँ कस्तो हो भनेर सोध्यो भने नेपाल भनेको चाहिँ एउटा प्राकृतिक रूपले सुन्दर होइन, प्राकृतिक रूपले सम्पदाहरूले चाहिँ धनी मुलुक हो होइन। जलस्रोतको देखि लिएर चाहिँ जडीबुटीदेखि लिएर चाहिँ प्राकृतिक सौन्दर्यदेखि लिएर चाहिँ सम्पूर्ण रूपले चाहिँ धनी मुलुक छ होइन। तर यो धनी मुलुकलाई चाहिँ के त भन्दाखेरि यहाँको शासकीय स्वरूप, शासकीय व्यवस्थाले चाहिँ एकदमै तुच्छ बनाइदिएको छ नि त। त्यस कारणले गर्दाखेरि यहाँ जबसम्म चाहिँ एउटा हिजोको राजनीतिक परिवेशले चाहिँ यहाँको मान्छेहरूलाई, यहाँको समाजलाई चाहिँ टुक्रा टुक्रा बनाइदिएको छ। अब एउटा जातीय विभाजनमा लिएर होइन, जातीयता सोचले गर्दाखेरि मान्छेलाई छिन्न भिन्न बनाइदिएछ। त्यस्तै धार्मिक सोचले चाहिँ धार्मिक त्यो एउटा उसले विभिन्न टुक्रामा विभाजन गरेको छ। त्यस्तै संस्कारगत त्यो एउटा प्रवृत्तिले होइन, संस्कारगत सोचले चाहिँ मान्छेलाई चाहिँ त्यो फरक फरक बनाइदिएको छ भने मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ यहाँनिर स्वतन्त्रता, समानता र भातृत्व सहितको चाहिँ लोकतान्त्रिक समाजवादको परिकल्पना गरेको छ होइन। त्यस कारणले त्यो एमएनओको दर्शन सिद्धान्तबाट मात्रै मुलुकले चाहिँ आमूल रूपमा चाहिँ अथवा दीर्घकालीन निकास पाउँछ। त्यो चाहिँ अहिलेको सरकारले स्वीकार नगरे पनि भोलि उनीहरूले चाहिँ त्यो कुरोलाई चाहिँ आत्मसात गर्नै पर्ने हुन्छ। एमएनओले देखाएको बाटोमा हिँड्नै पर्ने हुन्छ। हिजो पनि हिँडेको थियो होइन, र भोलि पनि उनीहरू हिँड्नै पर्ने हुन्छ। जबसम्म हिँडेन भने चाहिँ त्यो हिँड्नलाई चाहिँ रोक्ने राजनीतिक दलहरूको चाहिँ दुर्घटनामा जान्छ होइन। हिजो राजा महाराजादेखि लिएर चाहिँ ठुला पार्टीहरू पनि दुर्घटनामा गइसकेको छ भने अहिलेको जति पनि त्यो राजनीतिक उयोहरू छ उनीहरूलाई चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले मार्गदर्शन गराएको छ। त्यो बाटोमा हिँडेन भने चाहिँ उनीहरूको पतन निश्चित छ। हस्, समय र समाजको लागि तपाईँलाई धन्यवाद। हस्, धन्यवाद।